Hello everyone, welcome back to हाम्रो YouTube च्यानलमा। YouTube च्यानलको नाम भ्यू द पानी परिसकेको फेरि। हामी आज घाँचुङ जाँदैछौँ। सबलाई यहाँ टक्क राइडमा देख्न सक्नुहुन्छ। अहिले चाहिँ कति बज्यो टाइम कसकोमा देखाउँछ? अहिले चाहिँ हामी टक्क घाँचुङ जाँदैछौँ सबैजना। हामी टोटल कति 8 जना होइन, 8 जना 4 जना साधनमा 2 जना अगाडि हुनुहुन्छ। हामी चाहिँ अहिले 3 जना साधनमा छौँ है। ल रेडी टु राइड, गेट रेडी टु राइड घाँचुङ। ल है त अब हिँड्ने है त गाडी जानु चाहिँ। ल यहाँबाट लामो पानी पर्न लागिरहेको छ अहिले चाहिँ। यो 16 Pro Max पर है अहिले चाहिँ चस्मा खोल्नु पर्ने हुन्छ। हाल्दै पर्ने हुन्छ, हामीले भिजेर सक्छौँ टक्क। अब घाँचुङ जानुपर्ने हुन्छ। घाँचुङ 430 टप्यो, 430 टप्दै हाम्रो हेड टकेको छ 25ले। कस्तो रोड भइरहेको हेम्चाको रोडमा। क्यान रोको त नि, क्यान रोको त नि। पानी पर्यो। लाम रेनकोट लाम हुन्न कतै हुन सक्दैन। अब रेनकोटमा है केटा होला, रेनकोटमा पर्ने हुन्छ। हामी चाहिँ सही हो। अब एकैछिनमा रेनकोट लाएर भेट्नेछु। अरे जादुका खाना खाँदा होइन ल अब चाहिँ सब रेनकोटमा है, रेनकोटमा। यो बटन खोलेको बस्छु, यो खोलेको स्याटिन्छ नत्र। यो पनि माथि पनि खोल, यो वाला मिक्स रहेछ त। भयो यति त्यो त अब यस्तै छ हालत। अरे गाइज चाहिँ अहिले हामी हिँडिसकेका छौँ। अलि रेनकोटले झाडु हानिरहेको छ हामीलाई। के भयो? ए भाइ क्या कर रहे हो? इधर देखो, ऐसा करना पड़ता है। ये बर्बाद हो रहा है। काम निकालौँ भन्नु अहिले औडा उस हिँड्दैछ कि यो कराएर केही पनि सुनिन्न यार। यो प्लास्टिक कराएर ओ मेरो त थोप्रै हराखै आएर नि एक्चुअली। त्यसलाई म एकछिन मिलाएर अनि बल्ल आउँछु केटा हो। के भन्छ अरे यो कराएर पत्र फाटै आवाज केही पनि आफै बोलेर सुन्ने है। अच्छा भाई, अरे क्या बोलता है वो? लम्बा रोड है ना, इसीलिए बोल रहा था भाई। सूर्य सीमेंट सौर्या अरे मैं किधर चला गया भाई? अरे भाइ फेरि आउँदैछ एउटा हामी भइहाल्यो। ज्याकेट लाऊ भित्रबाट। अरे यसको फुल गेटअप देखाइदेऊ न विशालको। यस्तो छ है यहाँ गेटअप। ल एउटा सिनेमेटिक हान्दै यसको तलबाट। ल यहाँ सानो ब्रेक पछि अब फेरि निक्लिँदैछौँ हामी। यहाँ बज्रपातलाई मैले टाउकामा हालिसकेँ। ल क्या बोल्ने चाहते हो आप? बहुत बिछोड़ा दुख रहा है भैया यार। चलो सही हो, भ्यू देख्न सक्नुहुन्छ क्या? हामी यो कता मलाई थाहै नरहेको थियो।
हुनुहुन्छ घान्द्रुक बस्नु अब चिन्ने भयो होला। अहिले चाहिँ हामी अब हाइवे छोडेर माथितिर छरिन लागिसकेको छौँ। त्यस्तै भइरहेको छ हाम्रो यातायात क्रम। अब टक्क कति बज्यो 6 बज्न आँटिसक्यो। अब बल्ल घान्द्रुकको राइड बल्ल सुरु हुँदैछ भनौँ न। सो यो भ्यू चाहिँ लभली नै भइरहेछ। रेनफुल राइड भइरहेछ हाम्रो चाहिँ। नेक्स्ट लेभल मजा आइरह। सो यो होइन त नि के छ भनेको चाहिँ कस्तो भइरहेछ। हाम्रो ग्याङ पछाडि आउँदै हुन्छ सबजना। आवाज सुन्दा त यस्तै होला, त्यही पनि अब मिलाएर एडजस्टमेन्ट सुन्नुपर्ने हुन्छ। हामीसित माइक म्यानेजर केही पनि छैन। देखियो सही हो भ्यू देख्न सक्नुहुन्छ। भ्यू पोइन्ट भाइ हो लभली भइरहेछ चाहिँ। हामी नागडाँडा होइन नागडाँडा आइपुगेका छौँ। हाम्रो केही यात्रु केही ग्याङहरू चाहिँ पछाडि सही हो भ्यू देख्न सक्नुहुन्छ। अब यहाँ चाहिँ एकदम इलाको भाइ सानो आयो इलाम सही हो जस्तो भइरहेको छ फिल। पानी सक्यो क्लाउडीमा चाहिँ एकदम जानु यो चाहिँ फटी भइहाल्यो। फेरि त्यस्तोमा चाहिँ जान एकदम डर लाग्छ मलाई चाहिँ होइन। पिसवाला माइन्ड भएर होला एकदम पिस खोज्छ माइन्डले नि। गड इज चेकिङ हाम्रो नानाहरू भयो यस्तो दर्शन ढुङ्गा नेवारी खान्छ घर आफ्नो भाइ खान लगाइसक्यो दादालाई। अहिले चाहिँ अब जान चाहिँ घान्द्रुक जाँदैछौँ। नेक्स्ट लेभल राइड हुँदैछ हाम्रो चाहिँ। जिन्दगीको मजा लिन यस्तो लम्बी ठाउँ पिस खोज्दै सुतेर नबस्छ। हात परेको मौसममा बिहान हाम्रो काँदो जस्तो कुहिरो यस्तो राइड हान्न मन लाग्छ मलाई चाहिँ। वे लाप्ली कसरी ल हेर्न सक्छौ यस्तरी भ्यू। नेक्स्ट लेभल हो कि यो भनेको मजा हो कि केटा हो खोइ ए अँ त नि है मकै रहेछ केटा अझै पनि। ए हामी चाहिँ वहाँबाट आएको अघि त्यहाँबाट भिडियो स्टार्ट गरेको यहाँसम्म आइसक्यो। अब त्यही नै हो लभली रहेछ तर यतातिर है। एकछिनमा अहिले यस्तो छ एकछिनमा यो कुहिरो जति उडेर अर्को डाँडामा गइदिन्छ। त्यही नै यस्तो लभली यस्तोमा चाहिँ मलाई यार फोटो चाहिँ एकछिन ल अब फोटो खिच्छ एकछिन अब पछाडि मान्छेको स्टोर तानेर यसरी अघि नहिँड्न पछाडि हेरेर कस्तो भइरह राइडको मजा सिकाउनु पर्छ। त्यही नै हो स्कुटरले नतानेको अवस्था। अब चाहिँ म यता एक्सिडेन्ट हुनुपर्ने हुन्छ। मेरो पर्सनल ड्राइभरलाई छोडेर म यतातिर आउनुपर्ने हुन्छ। ल अब चाहिँ हामी फेरि पनि यहाँबाट नि यात्रा सुरु गरेको सकेको छौँ। अहिले चाहिँ कस्तो हाम्रो छोरा चाहिँ हाम्रो युट्युब च्यानलको अघि त पहिला त घर चाहिँ दाइको फोनबाट दाइको उसबाट आउँथ्यो। अहिले घरि अर्को फोनबाट स्यामसङबाट अहिले आइपुग्छ के अरे पहिला स्यामसङबाट अहिले आइपुग्छ। पहिला चाहिँ स्यामसङ S23 अल्ट्राबाट थियो भने अहिले iPhone 16 Pro Maxबाट लिन सक्नुहुन्छ। Lovely good city. So हामी कुहिरोहरूलाई चिर्दै हिँडिरहेका छौँ अगाडि। बाइकको मजा लिँदैछौँ र मन्सुनको बाइकमा त
भर्खर भइरहेको भर्खर मोबाइलमा भन्यो नि केटा हो अझै पक्से देख्न सक्छौ जङ्गल देख्न सक्छौ एकदम घना जङ्गल छ यतातिर अलग अलग खालको अलग अलग मौसमको फिल लिँदै मजा जङ्गल चाहिँ एकदम एक लेभल रहेछ है हाम्रो चाहिँ झन् जबरजस्त भयो अरे ओडारे खोला नि ओडारे खोला पढ्न अफी गर्न मन गरेपछि त्यस्तै सबै क्याप्चर गर्दैनन् जस्तो दोस्तहरू गाङसित भेटिसकेका छौँ हामीले मिठा पारिसकेका छौँ हाम्रो फ्यानहरू सही फ्यानहरू भेटिसकेका छौँ भने अब फेरि पनि हाम्रो ग्याङहरू यो पनि यिनीहरू पनि ग्याङै भइहाल्यो के अरे एकदम बाटो चाहिँ हेर्दा राम्रो थर्टी भयो स्कुटर चाहिँ हाम्रो देख्न सकिन्छ अब भइरहेको अघि उकालो चढिएन भने अहिले ओह्रालो अहिले फेरि एकछिनमा उकालो टाइम होला कस्तो छ अब चाहिँ हाम्रो यहाँनिर अब यहाँ चाहिँ खाना टाइम होला जस्तो छ सो गाइज हामी चाहिँ अहिले आइसकेका छौँ घान्द्रुक अब नेक्स्ट लेभल देख्न सक्नुहुन्छ हालत प्यान्ट काँदामा जुत्ताको हालत यस्तो कस्तो कतिसम्म एडभान्चर गरेर आइयो भन्ने टुङ त्यहाँ यो उठाएर काँदा हालिदिने फेरि कसले कतिसम्म एडभान्चर गरेर आइयो भन्ने कुरो त अब यहीँबाट नै थाहा हुन्छ अलि मिलाएर हाल्दै नि दाइ खस्यो के अरे त्यसमा माल हो यार पर्छ यार फसलाई बाटै देख्दैन सो त्यही नै हो यार इन घान्द्रुक अहिले चाहिँ आइसकेका छौँ धेरै दुःख सङ्घर्ष पछि हामी कति बजे हिँड्थ्यौँ 5 बजे हिँड्थ्यौँ है भाइ टक्क घान्द्रुक गाउँ ढुङ्गेनी घान्द्रुक गाउँ त्यति बेला हिँडेको मान्छे अहिले चाहिँ 9:30 भइसकेको छ हामी चाहिँ बल्ल आउँदैछौँ अब बस्नुपर्ने हुन्छ रमाइलो गर्नुपर्ने हुन्छ अब आउँदा फेरिको दुःख बिर्सिनी गरी रमाइलो गर्नुपर्छ होइन त नि भाइ क्या बोल्थ्यो भाइ आउँदा फेरिका दुःख कष्टहरू बिर्सेर रमाइलो गर्नुपर्छ है गाइजहरू अगाडि नहिँड न म हिँड्न सकिनँ कि सबको हालत देख्न सक्नुहुन्छ विशाल दाइ हजुर देखिन परेको अरू मेन भनेको कतिसम्म के भयो भने त हाम्रो यहाँ गेटअपबाटै भुल्याबाटै यस्तो यो प्रगति क्रेडिट भाइ
कसै हाम्रो प्रतीक ओह अब यो दुःख बिर्सिने गरी रमाइलो गर्नुपर्छ है नेक्स्ट लेभल हान्नुपर्ने हुन्छ अब एकछिन उतै हो हामी होटलमा गएर भेट्नेवाला छौँ आइयो है आइयो होलिडे इनमा गान्तोकको होलिडे इन हालत त एकदम फाइनली बाहिर पाइन्छ के छ हाल बेहाल अहिलेलाई चाहिँ यो चाहिँ होटल इन गान्तोक देख्न सकिन्छ खाना खाने ओके नखाम के भोलि नखाम हजुर म पकाइसक्नु भयो कि त तपाईले खाना नखाने भन्नुपर्छ अङ्कलले छिटो छिटो खाना बनाउनु हामी फेरि काटकुट गरेर सातजना उकाइसक्नु तपाईहरु दुईटा रुममा सेटल गर्नुहुन्छ दुईटा रुममा यस्तो पानी आउँदैन